हामी चाहिँ लाइसेन्स प्रिपरेसनको प्रोसेसमा छौँ र यसमा चाहिँ लाइसेन्स सिस्टममा हामीले के पढ्दैछौँ भन्दा डिजिटल लजिक एन्ड माइक्रो प्रोसेस च्याप्टरबाट चाहिँ हामी सिक्नु गर्दैछौँ। अब फर्स्ट क्वेसन छ एक्जाम डेसिमल क्यान एक्सप्रेस इन 1 डिजिट वाट क्यान बी डन बाई फलोइङ बाइनरी नम्बर अफ बाइनरी डिजिट भनेको छ होइन। इफ कुनै पनि हेक्साडेसिमल भनेको हाम्रो 0 देखि 15 सम्म हुन्छ, त्यसलाई रिप्रेजेन्ट गर्नको लागि चाहिँ हामीलाई 4 बिट चाहिन्छ। जस्तो 7 सम्म त 3 बिट भयो है। अब त्यसपछि 8 देखि 15 सम्मको लागि चाहिँ हामीलाई 4 बिट चाहिन्छ। त्यही भएर हेक्साडेसिमलको लागि चाहिँ हामीलाई 4 बिट चाहिन्छ र 4 चाहिँ हाम्रो करेक्ट आन्सर। अनि त्यसपछि छ NAND gates are preferred over other because these have lower fabrication area. So यसमा चाहिँ because these have भनेको क्वेसन अलिक मिस्टेक उसमा छ होइन। यसमा चाहिँ कस्तो छ भन्दा have lower fabrication area can be used to make any gate consume least electronic power provide maximum density in chip भनेको छ होइन। खासमा यसमा चाहिँ सबै नै करेक्ट हुन्छ। यसमा चाहिँ लोअर फेब्रिकेसन एरिया पनि हुन्छ अनि अर्को भनेको क्यान बी युज टु मेक सिंगल गेट, एउटा सिंगल गेट युज गरेर नर्मली गर्न सकिन्छ। अनि त्यसपछि कन्ज्युम लिस्ट इलेक्ट्रोनिक पावर अनि प्रोभाइड म्याक्सिमम डेन्सिटी इन चिप। यो सबै करेक्ट हो, तर यसबाट बेस्ट आन्सर भनेको चाहिँ अप्सन सी भन्न सकिन्छ। अनि त्यसपछि थर्ड छ एकर्डिङ टु डिमर्गन थ्योरम ए प्लस बी प्लस सी प्लस डी। डिमर्गन थ्योरमले चाहिँ के भन्छ भन्दा कुनै पनि ए प्लस बी हाम्रो कुनै पनि छ जस्तो पोजिटिभ अर अपरेसनको छ ए प्लस बीको कम्प्लिमेन्ट भनेको चाहिँ ए कम्प्लिमेन्ट डट बी कम्प्लिमेन्ट हुन्छ। अल्सो ए डट बीको होल कम्प्लिमेन्ट छ भने ए कम्प्लिमेन्ट प्लस बी कम्प्लिमेन्ट हुन्छ। यो भनेको हाम्रो डिमर्गन हो। सो हामीले के भन्छ ए प्लस बी प्लस सी प्लस डी भनेको चाहिँ हामीसँग चाहिँ एकर्डिङ टु दी डिमर्गन थ्योरम ए प्लस बी प्लस सी प्लस डी भनेको यसलाई हामीले चाहिँ के गर्छौँ भन्दा दुईचोटि चाहिँ गरिदिन्छौँ, कम्प्लिमेन्ट गरिदिन्छौँ। त्यो भनेको सिमिलर हुन्छ जस्तो माइनस माइनस प्लस भयो जस्तो। अनि यो भनेको ए कम्प्लिमेन्ट डट बी कम्प्लिमेन्ट डट सी कम्प्लिमेन्ट डट डी कम्प्लिमेन्ट हुन्छ। अनि अब चाहिँ जस्तो हाम्रो के हुन्छ भन्दा ए डट बी भनेको ए कम्प्लिमेन्ट डट बी कम्प्लिमेन्ट भयो जसरी ए कम्प्लिमेन्ट डट बी कम्प्लिमेन्ट हाम्रो चाहिँ खासमा यो फर्मेटमा आउनुपर्ने हो होइन। यो दुईवटा फर्मुला चाहिँ ए डट बीको कम्प्लिमेन्ट ए कम्प्लिमेन्ट डट बी कम्प्लिमेन्ट ए प्लस बीको कम्प्लिमेन्ट होल कम्प्लिमेन्ट इक्वल ए कम्प्लिमेन्ट डट सरी त्यहाँ चाहिँ प्लस यता चाहिँ बी कम्प्लिमेन्ट। यो दुईवटा फर्मुलाको युज गरेर यता चाहिँ हामीले अपरेसन गर्छौँ। तर हाम्रो यसमा चाहिँ ए प्लस बी प्लस सी प्लस डी भएको भएर कि त माथि एउटा होल कम्प्लिमेन्ट भएको भए करेक्ट हुन्थ्यो, यो पनि करेक्ट होइन यो पनि होइन भने चाहिँ डी चाहिँ हाम्रो करेक्ट आन्सर भयो। त्यो इक्वल टु त्यो हुन्छ। अनि किन ए प्लस बी प्लस सी प्लस डी इक्वल टु ए प्लस बी प्लस सी प्लस डी। अनि एकर्डिङ टु डिमर्गन थ्योरम अब यसमा चाहिँ अप्लाई हुन्छ ए कम्प्लिमेन्ट प्लस बी ए कम्प्लिमेन्ट डट बी कम्प्लिमेन्ट डट सी कम्प्लिमेन्ट डट डी कम्प्लिमेन्ट भनेको चाहिँ के हो त भन्दा यो यस्तो ए डट बी डट सी डट डी भनेको चाहिँ डी को होल कम्प्लिमेन्ट भनेको चाहिँ ए कम्प्लिमेन्ट प्लस बी कम्प्लिमेन्ट प्लस सी कम्प्लिमेन्ट डट प्लस डी कम्प्लिमेन्ट हुन्छ भने हाम्रो क्वेसन नम्बर 5 चाहिँ कम्प्लिट छैन। अब हामी क्वेसन नम्बर 6 मा जान्छौँ। क्वेसन नम्बर 6 मा चाहिँ के भनेको छ द ट्रुथ टेबल सोन बिलो भनेको 0 0 हुँदा 0 हुने 0 1 हुँदा 1 हुने 0 हुँदा 1 1 1 हुँदा 1 भनेको एउटा कुनै पनि हाई हुँदा हाई हुने भनेको चाहिँ यो भनेको अर अपरेसन हो। यो भनेको कस्तो हुन्छ भन्दा ए प्लस बीले जुन आउटपुट दिन्छ त्यो भनेको चाहिँ यो अर यसमा चाहिँ आउटपुट यसमा यो आउटपुट आइरहेको छ, त्यही भएर यो अर अपरेसन हुन्छ। अनि हाम्रो चाहिँ के छ भन्दा अर्ड प्यारिटी अफ ओल्ड क्यान बी कन्भिनियन्टली टेस्टेड भनेको छ होइन। यो चाहिँ कुन गेटले गर्दाखेरि चाहिँ अर्ड प्यारिटी अफ वान चाहिँ चिप हुन्छ भन्दाखेरि हाम्रो चाहिँ इफ जस्तो उसको टेबल हेरौँ है हामी टेबल हेर्दाखेरि चाहिँ एक्सर गेट गर्दा टेबल भनेको एक्स वाई छ, यो भनेको आउटपुट छ भने 0 0 0 1 1 0 1 1 छ होइन। अब 0 0 भनेको 1 भनेको कतिवटा छ, यहाँ 0 भनेको 1 भनेको 1 इभन छ होइन। त्यसो यता चाहिँ 0 हुन्छ। अब यता 1 अड्छ 1 हुन्छ 1 अड्छ 1 हुन्छ अनि 1 इभन छ, यो भनेको कति हुन्छ 0 0 हुन्छ। सिमिलरली अब हामीसँग तीनवटा 1 छ अरे 1 1 1 छ। यो 1 को एक्सर अपरेसन भनेको कति हुन्छ, यो दुईटाको एक्सर अपरेसन भनेको 0 हुन्छ। अनि यो 0 र यो 1 को एक्सर अपरेसन भनेको कति हुन्छ 1 हुन्छ। सो आउटपुट 1 हुन्छ। इफ त्यसको ठाउँमा चाहिँ 1 2 3 4 वटा थियो अरे, यो दुईटाको एक्सर अपरेसन भनेको हाम्रो आउँछ आन्सर भनेको 0 अनि यो दुईटाको एक्सर अपरेसनको आन्सर आउँछ हामीसँग 1, यो दुईटाको एक्सर अपरेसनको आन्सर आउँछ 0 र 1 को 1 हामीसँग अर्थ्यो 1 1 को सो 0। यो हाम्रो आन्सर के आयो त भन्दा इफ त्यो 1 भनेको अडवटा छ भने आन्सर 1 आउँछ, त्यो भनेको अड प्यारिटी जेनेरेट गर्छ। इभन छ भने 0 आउँछ। अर्गेटको चाहिँ ट्रुथ टेबलमा के हुन्छ भन्दा इफ कुनै पनि हाई हुन्छ इभन अर 1 1 1 1 1 जतिवटा 1 भयो भने त्यो 1 नै आन्सर आउँछ। इफ एउटा पनि इनपुट हाई छ भने नर गेटमा चाहिँ जस्ट अपोजिट हुन्छ। एउटा पनि इनपुट हाई छ भने चाहिँ त्यो भनेको जस्ट अर्को अपोजिट दुईटै लो हुँदाखेरि चाहिँ 1 आउँछ। एउटा कुनै पनि हाई भइदियो भने त्यो भनेको चाहिँ 0 आउँछ। अनि एन्ड गेटमा चाहिँ दुईटै हाई हुँदाखेरि मात्र 1 आउँछ। 0 0 0 0 1 0 1 0 0 1 1 हुँदाखेरि मात्र 1 आउँछ। अर्को क्वेसन चाहिँ हाम्रो चाहिँ द रेकर्ड एट द एन्ड अफ द फाइल विच कन्टेन्स कन्ट्रोल टोटल इज भनेको छ पोइन्टर ट्रङ्क ट्रेलर ट्रङ्की भनेर भनेको छ होइन। अब यसमा चाहिँ के छ भन्दाखेरि चाहिँ रेकर्ड एट द एन्ड अफ द फाइल द्याट कन्टेन्स कन्ट्रोल त्यसलाई चाहिँ के भन्छ त भन्दा सो हामी म्यानुअली जान्छौँ। यो चाहिँ कतै टिक लगाएको होला मिस्टेक पनि हुनसक्छ है। अब पोइन्टर भनेको चाहिँ के हो त भन्दा पोइन्टर एउटा भेरिएबल हो द्याट स्टोर द मेमोरी एड्रेस अफ एनदर डेटा। जस्तो कुनै पनि डेटा प्रोसेस भइरहेको छ इन्स्ट्रक्सन आइरहेको छ भने यसले चाहिँ एनदर इन्स्ट्रक्सनलाई चाहिँ पोइन्ट गर्छ, अर्को नेक्स्ट कमिङ इन्स्ट्रक्सनको एड्रेसलाई चाहिँ पोइन्ट गर्छ भन्नु खोजेको। यो भने चाहिँ एउटा भेरिएबल हो द्याट स्टोर्स मेमोरी एड्रेस अफ एनदर डेटा आइटम को एड्रेस पोइन्ट गर्ने कुरा होइन। अनि ट्रङ्क भनेको चाहिँ के हो त भन्दा ट्रङ्क इज नट अ स्ट्यान्डर्ड टर्म। फाइल अर्गनाइजेसनमा कुनै पनि स्ट्यान्डर्ड टर्म छैन ट्रङ्क भन्ने चाहिँ। जस्तो युज सम टाइम टु मीन अ मेन ब्रान्च अर प्राइमेरी पार्ट अफ द समथिङ भनेर त्यसलाई उ गर्नको लागि चाहिँ भनिन्छ होइन। यो इन्करेक्ट हो।
चाहिँ कुनै फाइल स्टोर गर्नको लागि होइन त, त्यही भएर अनि जस्तो पोइन्टरले पनि एउटा कुनै एड्रेस स्टोर गर्ने, फाइलहरू स्टोर गर्ने, त्यो रेकर्डहरू स्टोर गर्ने होइन, यो पनि इन्करेक्ट भयो, ट्रङ्क पनि इन्करेक्ट भयो। अनि त्यसपछि टेलर भनेको चाहिँ अ रेकर्ड टेलर रेकर्ड इज अ प्लेस एट द एन्ड अफ द सेक्वेन्सियल फाइलको जुन एन्डमा हुन्छ त्यसलाई चाहिँ टेलर भन्छ होइन। अनि यसमा चाहिँ के को लागि हुन्छ, कन्ट्रोल द टोटल रेकर्ड काउन्ट अनि इन द फाइल इन्डिकेटर, यिनीहरूले चाहिँ यिनीहरू चाहिँ यसको लागि चाहिँ युज हुन्छ यो टेलर भन्ने चाहिँ। अनि टङ्की भनेको चाहिँ एउटा कुनै अर्गनाइजेसनमा कुनै रिकगनाइज टर्म होइन फाइल प्रोसेसिङमा। अनि यसको आन्सर भनेको चाहिँ टेलर हो है। टेलर अब जस्तो हो, टेलर रेकर्ड भनेको चाहिँ स्पेसिफिकली युज टु मार्क एट द एन्ड अफ द फाइल एन्ड स्टोर समरी एन्ड कन्ट्रोल अफ इन्फर्मेसन। कुनै पनि जस्तो एउटा कुनै इयरको एन्डमा हामीलाई जति पनि इन्फर्मेसन चाहिन्छ त्यो भनेको चाहिँ टेलर भन्छ कि। त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि स्टोर द समरी, कुनै पनि फाइलको समरीहरू कन्ट्रोलहरू यसले चाहिँ राखेको, मेन्टेन गरेर राखेको हुन्छ, स्टोर गरेर राखेको हुन्छ टेलरले चाहिँ। अनि त्यसपछि बाइनरी मिन्स भनेको छ अर्को क्वेसनमा। बाइनरी भनेको चाहिँ मिन्स भन्दाखेरि अब 2 हो कि, बाइनरी भनेको 2 द डिजिट युज इन बाइनरी नम्बर सिस्टममा युज हुने नम्बर भनेको 0 र 1 हो। यसमा त कन्फ्युजन हुने कुरा भएन। अनि नेम्स नम्बर्स एन्ड अदर इन्फर्मेसन निडेड टु सल्भ द प्रब्लम आर कल्ड भनेको, अब यसमा हामी एउटा अप्सन बाई अप्सन डिस्कस गर्छौँ है। ओके, प्रोग्राम भनेको चाहिँ के हो त भन्दाखेरि सेट अफ इन्स्ट्रक्सन टु पर्फर्म स्पेसिफिक टास्क। कुनै पनि टास्क गर्नको लागि एउटा सेट अफ इन्स्ट्रक्सन हुन्छ, त्यसलाई नै प्रोग्राम भन्छ। अनि डेटा भनेको चाहिँ के हो भन्दा डेटा कुनै पनि इन्फर्मेसन, डेटा भनेको केही कुराको इन्फर्मेसन, त्यसमा नेम हुनसक्छ, कतिवटा नम्बर छ भने हुनसक्छ, कुनै फर इक्जाम्पल एउटा कुनै मान्छेको डेटा भनेको चाहिँ त्यसको नेम हुनसक्छ, अब जेन्डर, वेट, एज, अरू कलेज स्कुलमा हो भने त्यसको ग्रेड, अनि त्यस्तो इन्फर्मेसन हुनसक्छ होइन। अनि त्यो भनेको चाहिँ डेटा हो। नम्बर, नेम्स, नम्बर, फ्याक्ट, फिगर अर एनी इन्फर्मेसन गिभन टु द कम्प्युटर सो इट क्यान सल्भ अ प्रब्लम। कुनै पनि प्रब्लम सल्भ गरेर केही इन्फर्मेसनहरू दिन्छ, जस्तो नेम, नम्बर, फ्याक्ट, फिगर अर एनी इन्फर्मेसन भनेको त्यो भनेको चाहिँ डेटा हो। अनि इन्स्ट्रक्सन भनेको चाहिँ यो भनेको चाहिँ इज सिङ्गल कमान्ड गिभन टु अ कम्प्युटरमा दिने सिङ्गल कमान्ड। जस्तो यसको इक्जाम्पल भनेको एड छ, इनपुट छ, प्रिन्ट छ, यिनीहरू भनेर दियो भने यो भनेको चाहिँ इन्स्ट्रक्सन भयो। अनि कन्ट्रोल रिफर्स टु द मेकानिजम युज टु रेगुलेट अपरेसन। कन्ट्रोल भनेको कुनै पनि काम गर्नु त्यसमा अपरेसनलाई रेगुलेट गर्ने काम चाहिँ कन्ट्रोलले गर्छ। जस्तो इक्जाम्पल कन्ट्रोल की, कन्ट्रोल स्टेटमेन्ट भयो, अनि कन्ट्रोल स्ट्रक्चर लाइक इफ, लुप, यिनीहरू भने चाहिँ कन्ट्रोल्स भयो। सो हाम्रो यसमा चाहिँ क्वेसन चाहिँ नेम, नम्बर्स एन्ड अदर इन्फर्मेसन निडेड टु सल्भ द प्रब्लम भनेको डेटा भयो। अनि अब अर्को क्वेसन छ, डट अर्डर इज द सिक्वेन्स अफ इन्स्ट्रक्सन द्याट टेल्स द कम्प्युटर हाउ टु प्रोसेस द डेटा। अघि नै हामीले भनिसक्यौँ माथि इन्फर्मेसन डेफिनेसन दिँदाखेरि प्रोग्राम भनेको चाहिँ सेट अफ इन्स्ट्रक्सन टु पर्फर्म स्पेसिफिक टास्क भनेको छ, त्यो भनेको चाहिँ प्रोग्राम हो। सो यसको आन्सर चाहिँ प्रोग्राम। अनि त्यसपछि कम्प्युटर इन्टिग्रेटेड सर्किट आइसिज भनेको चाहिँ वर्क रिलायबली बिकज दे बेस्ड अन डट डिजाइन, टप बटम डिजाइन, टु स्टेट डिजाइन सिस्टम र टु स्ट्याटस डिजाइन। कम्प्युटरको हार्डवेयरले चाहिँ दुईवटा उसमा मात्रै काम गर्छ होइन, बाइनरी स्टेटमा कि त लो कि त हाई, त्यो भनेको बाइनरी 0 र 1 मा काम गर्छ। सो यसमा चाहिँ के छ भन्दाखेरि वेन एन्ड ट्रान्जिस्टर इज कट अफ अर स्याचुरेटेड ट्रान्जिस्टर डट ह्याभ अलमोस्ट नो इफेक्ट भनेको छ होइन। फर्स्टमा भनेको चाहिँ कट अफ अर स्याचुरेटेड भनेको चाहिँ के हो भनेर बुझ्नु होइन। सो कट अफ भनेको चाहिँ फुल्ली अफ, स्याचुरेटेड भनेको चाहिँ फुल्ली अन हो है। अब यसमा हामीले बेसिक ओभरभ्यू हेर्दाखेरि कस्तो छ भन्दा इन डिजिटल इलेक्ट्रोनिक ट्रान्जिस्टर इज युज एज अ स्विच। ट्रान्जिस्टर चाहिँ स्विच जसरी काम गरेको हुन्छ होइन। जब चाहिँ कट अफ भनेको अफ हुन्छ त्यो बेला चाहिँ यो फुल्ली नै अफ हुन्छ। अनि त्यसपछि जब अन हुन्छ यो अन नै हुन्छ भन्ने खोजेको ट्रान्जिस्टर डजन्ट एक्ट एज एम्प्लिफायर जस्तो काम गर्दैन, इट जस्ट पासेस अर ब्लक करेन्ट। इफ यो कट अफ छ भने यसले ब्लक गर्छ करेन्टलाई, इफ यो स्याचुरेटेड अर अन छ भने यसले यसबाट चाहिँ करेन्ट पास हुन्छ। अनि यो एम्प्लिफायर जस्तो काम गर्दैन। देयरफोर इन दिस स्टेज द एम्प्लिफायर स्टेज इसेन्सियली हेज नो इफेक्ट। एम्प्लिफायर स्टेजको चाहिँ नो इफेक्ट हुन्छ अन द सिग्नल वेभ विच वी से ट्रान्जिस्टर हेज नो इफेक्ट अन स्टेज नो। सो यसमा चाहिँ आन्सर भनेको ट्रान्जिस्टर स्टेज एन्ड नो इफेक्ट, दिस इज द आन्सर। किन भन्दा यसले एम्प्लिफायर स्टेजको चाहिँ नो इफेक्ट हुने भएको भएर। सो यो स्टेजको मिनिङ चाहिँ हाम्रो के भयो भन्दा एम्प्लिफायरिङ स्टेज भन्न खोजेको है। सो हाम्रो नेक्स्ट क्वेसन भनेको डट इज अ ग्रुप अफ डिभाइसेस द्याट स्टोर डिजिटल डेटा भनेको छ होइन। फर्स्टमा अप्सन ए भने सर्किट भनेको चाहिँ के हो त भन्दा सर्किट भनेको चाहिँ एउटा इलेक्ट्रोनिक पाथवे हो मेड अप अफ ट्रान्जिस्टरबाट चाहिँ जुन बनेको हुन्छ एन्ड वायर ट्रान्जिस्टरबाट बनेको एउटा पाथवेलाई चाहिँ सर्किट भनिन्छ। अनि यसले चाहिँ के गर्छ भने एक्जिक्युट अपरेसन बट आर नट स्पेसिफिकली अ ग्रुप अफ स्टोरेज डिभाइस। यसले चाहिँ केही कुरा स्टोर गर्ने होइन, यसले चाहिँ अपरेसनहरू चाहिँ एक्जिक्युट गर्ने होइन। अनि अर्को छ हाम्रो भेरिएसन, जुन यो भेरिएसन भनिन्छ भेरिएसनको चाहिँ कम्प्युटर आर्किटेक्चरमा यस्तो लिटरल मिनिङ चाहिँ केही पनि छैन है। अनि त्यसपछि रजिस्टर भनेको चाहिँ के हो भन्दा रजिस्टर भनेको चाहिँ ग्रुप अफ स्टोरेज सेल हो। इन सिपियुमा चाहिँ एउटा ग्रुप अफ स्टोरेज सेल हो हाम्रो, जस्तै युज टु स्टोर डेटा, इन्स्ट्रक्सन, मेमोरी एड्रेसहरू स्टोर गर्नको लागि चाहिँ रेजिस्टर युज हुन्छ। अनि बिट भनेको चाहिँ बिट इज अ स्मलेस्ट युनिट अफ डेटा, कुनै पनि डेटाको स्मलेस्ट युनिट भनेको चाहिँ बिट हो। सो यहाँबाट हाम्रो के हो भन्दा रजिस्टर भनेको स्टोरेज डिभाइस हो, अरू कुनै पनि स्टोरेज डिभाइस होइन भनेपछि। सो रजिस्टर इज अ ग्रुप अफ डिभाइस द्याट स्टोर डिजिटल डेटा। अनि त्यसपछि अर्को 16 मा भनेको छ डट इज अ एब्रिभिएसन अफ फर बाइनरी डिजिट 0 and 1 बेस बाइनरी बिट। अनि अब हामीले यसमा बुझ्नुपर्ने चाहिँ के छ भन्दा एब्रिभिएसन भनेको चाहिँ के हो त भन्ने भयो होइन। सो अब यता एब्रिभिएसन भनेको चाहिँ के हो त भन्दा सर्ट फर्म फर लङ्गर रुट, लङ्गर रुटको चाहिँ एउटा सर्ट फर्म हो। बिट बिआइटी भनेको स्ट्यान्ड फर बाइनरी डिजिटको सर्ट फर्म भनेको बिट हो। त्यही भएर 0 1 भनेको एब्रिभिएसन होइन, बेस पनि होइन, बाइनरी पनि होइन, बिट भनेको चाहिँ बाइनरी डिजिट भएको भएर बिट चाहिँ हाम्रो करेक्ट आन्सर हो। अनि त्यसपछि अर्को छ बाइट इज अ स्ट्रिङ अफ डट। कति बिटको चाहिँ एउटा बाइट हुन्छ भन्दाखेरि 8 बिटको चाहिँ 8 बिट इक्वल टु 1 बाइट। सो हाम्रो आन्सर भनेको अप्सन बी। अनि त्यसपछि द कन्ट्रोल एन्ड अटोमेटिक लजिक सेक्सन आर कल्ड द
ब्लक डायग्राम इनपुट आउटपुट युनिट कन्ट्रोल युनिट सेन्ट्रल प्रोसेसिङ युनिट भनेको छैन सेन्ट्रल प्रोसेसिङ युनिटमा चाहिँ के हुन्छ भन्दा हाम्रो एउटा कन्ट्रोल युनिट हुन्छ एउटा अटोमेटिक लजिक युनिट हुन्छ त्यही भएर त्यो दुईटा मिलेरै सिपियु बनेको हुन्छ त्यही भएर कन्ट्रोल युनिट अटोमेटिक लजिक युनिट आर कल्ड अन सिपियु सेन्ट्रल प्रोसेसिङ युनिट त्यही भएर यसको आन्सर अप्सन डी अनि माइक्रो कम्प्युटर इज अ कम्प्युटर द्याट युज एज अ डटर फर सिपियु यो भनेको चाहिँ चिप्स माइक्रो प्रोसेसर रजिस्टर भ्याक्युम ट्युब फर्स्टमा चाहिँ यो बुझ्नु भने माइक्रो प्रोसेसर भनेको चाहिँ एउटा स्मल कम्प्युटर हो विच इज डिजाइन फर इन्डिभिजुअल युजको लागि चाहिँ बनेको हुन्छ कुनै एउटा स्पेसिफिक टास्कको लागि चाहिँ बनेको स्मल कम्प्युटर भनेको माइक्रो कम्प्युटर अनि इट्स सिपियु इज इम्प्लिमेन्टेड अन सिंगल चिप एन्ड कल्ड माइक्रो प्रोसेसर यसको सिपियु चाहिँ एउटा सिंगल चिपमा इम्प्लिमेन्ट गरेको हुन्छ र जसलाई चाहिँ माइक्रो प्रोसेसर भनिन्छ सो अनलाइक अदर कम्प्युटर द्याट इज भ्याक्युम ट्युब डिस्क्रिट द माइक्रो प्रोसेसर इन्टिग्रेट्स अल सिपियु फङ्सन अटोमेटिक लजिक युनिट कन्ट्रोल युनिट रजिस्टर इन्टु वान चिप मेकिङ द कम्प्युटर कम्प्याक्ट एन्ड एफोर्डेबल सो यसको आन्सर भनेको माइक्रो प्रोसेसर हो माइक्रो कम्प्युटरले चाहिँ माइक्रो प्रोसेसर चाहिँ यसको सिपियुमा चाहिँ युज गर्छ द हेक्साडेसिमल नम्बर सिस्टम इज वाइडली युज इन एनालाइजिङ नम्बर प्रोग्रामिङ भनेको छ यो चाहिँ डटर छ अनि त्यसपछि रजिस्टर माइक्रो प्रोसेसर चिप्स र भ्याक्युम ट्युब यो चाहिँ केमा हुन्छ भने द हेक्साडेसिमल नम्बर भनेको चाहिँ 16 बेस भएको नम्बर हो नम्बर सिस्टम इज युज बिकज इट रिप्रेजेन्ट बाइनरी नम्बर सिस्टमलाई एक्ज्याक्टली 4 बिटमा देखाउँछ 1 एक्स बिट त्यो भनेको एउटा एक्स बिट हो माइक्रो प्रोसेसर चाहिँ केसँग डिल गर्छ त भन्दा बाइनरी डेटासँग इन्टरनली डिल गर्छ र जसले चाहिँ हेक्स कोडले चाहिँ यसलाई इजियर बनाउँछ कि फर प्रोग्रामर एन्ड इन्जिनियर टु रिड राइट एन्ड डिबग द इन्स्ट्रक्सन अर मेमोरी एड्रेस सो रजिस्टर चिप एन्ड भ्याक्युम ट्युब चाहिँ हार्डवेयरसँग डिल गर्छ बट हेक्स इज मेनली युज इन प्रोग्रामिङ एन्ड एनालाइजिङ माइक्रो प्रोसेसर अपरेसन भन्न खोजेको यहाँबाट के भन्न खोज्यो भन्दा एउटा हेक्स कोड भनेको त बेस 16 भएको नम्बर हो जसले चाहिँ यो 4 बिट अफ बाइनरी इक्वल 1 बिट अफ 1 डिजिट अफ हेक्स कोड हुन्छ हैन अनि माइक्रो प्रोसेसरले चाहिँ केसँग डिल गर्छ त भन्दा बाइनरी डेटासँग चाहिँ इन्टरनली डिल गर्छ जसले चाहिँ प्रोग्रामरलाई अनि इन्जिनियरलाई चाहिँ इजी बनाउँछ कि रिड राइट र डिबग गर्नलाई अनि हामीसँग यता भएको अप्सन जतिमा चाहिँ चिप रजिस्टर भ्याक्युम ट्युब यो भनेको चाहिँ हार्डवेयर रिलेटेड हार्डवेयरसँग चाहिँ काम गर्ने हो हैन यो चाहिँ हार्डवेयरमा काम हुने कुरा हो यिनीहरूसँग चाहिँ डिल गर्छ यिनीहरूले चिप रजिस्टर भ्याक्युम ट्युब चाहिँ हार्डवेयरमा डिल हुने कुरा हो अनि जुन माइक्रो प्रोसेसर छ यो चाहिँ केमा युज हुन्छ हेक्स चाहिँ केमा युज हुन्छ त सफ्टवेयरमा प्रोग्रामिङ र एनालाइजिङ माइक्रो प्रोसेसरको अपरेसन गर्नको लागि चाहिँ युज हुन्छ त्यही भएर हाम्रो आन्सर भनेको माइक्रो प्रोसेसर भयो अनि त हेक्साडेसिमल डिजिट एट 0 and 1 0 and 9 and A2 डटर भनेको छ हैन हेक्साडेसिमल भनेको चाहिँ 0 देखि 15 सम्म हुने अनि 0 देखि 9 सम्म त नर्मल भयो अनि त्यसपछि 10 भनेको ए भयो त्यसपछि हाम्रो हुने भनेको 15 सम्म भने चाहिँ एफ सम्म हुन्छ A to F अनि the main advantage of hexadecimal number is case of conversion from hexadecimal to dotted and vice versa. सो हाम्रो इज चाहिँ कस्तो हुन्छ भन्दा हेक्साडेसिमललाई डेसिमलमा लिएर जानु पर्यो भने मल्टिप्लाई बाइ 16 गर्न पर्यो अनि आस्की भ्यालु भनेको हामीले यादै गर्नु पर्यो त्यो भनेको त इज उसको आस्की भ्यालु हुन्छ लेटरको अनि त्यसपछि हेक्साडेसिमल टु बाइनरी भनेको चाहिँ कस्तो हुन्छ भन्दा इफ चाहिँ हेक्साडेसिमल छ भने त्यसलाई बाइनरीमा लिएर जानु फर इक्जाम्पल हाम्रो भनेको 46 छ 46 भनेको हेक्साडेसिमलमा छ भने बाइनरीमा लिएर जानु पर्यो भने त्यसलाई 4 को 4 वटा बिट 0 1 0 0 6 को 110 110 भनेको त्यो टोटल भनेको 46 हेक्साडेसिमल 46 हेक्साडेसिमलको बाइनरीलाई पनि सेम त्यसरी छ भने 4 वटा बिट गरेर त्यसलाई डेसिमलमा इच बिटलाई चाहिँ डेसिमलमा लिएर गयो भने त्यही नै हेक्साडेसिमल सो भन्दा सजिलो भने बाइनरीमा लिएर जानु हुन्छ एन्ड भाइस वर्सा 22 आन्सर अप्सन सी. So we have next question. A typical microcomputer may have up to 65,536 registers in its memory. Each of these registers usually called address, shape, register, memory location. So address भनेको चाहिँ एउटा कुनै पनि उसको एउटा एड्रेस भन्छ एउटा डेटा भेरिएबलको त्यसलाई चिप भनेको हार्डवेयरको भयो रेजिस्टर पनि हार्डवेयरसँग रिलेटेड हो तिनीहरूले डेटा चाहिँ स्टोर गर्छ मेमोरी लोकेसन चाहिँ भन्छ इच अफ दिस रेजिस्टर युजुअली कल्ड मेमोरी लोकेसन इन माइक्रो कम्प्युटर कसरी भन्दा द मेमोरी इज डिभाइडेड इन्टु मेनी स्मल स्टोरेज युनिट इच युनिट क्यान स्टोर फिक्स्ड अमाउन्ट अफ डेटा लाइक 1 byte or 1 word and uniquely identified these units are called memory location not to be confused with register which are inside the CPU. So when you read up to 65,536 register in its memory, each is really memory location. अनि बाइनरी कोडेड डेसिमल BCD numbers are expressed each digit as nibble. यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जुन BCD मा हुन्छ BCD रिप्रेजेन्ट इच डेसिमल जस्तो 0 to 9 सम्म युजिङ 4 बिट गरेको छ हैन व्हिच इज कल्ड निबल जस्तो 5 को भनेको 5 डेसिमल छ त्यसको BCD भनेको 010 हुन्छ हैन त्यसको BCD बाइट इज 8 बिट्स क्यान होल्ड 2 BCD डिजिट एन्ड द सिंगल बिट इज जस्ट 0 or 1 सो मोस्ट प्रिसाइज आन्सर इज निबल जस्तो अब BCD लाई चाहिँ हामीले लेख्दाखेरि त्यो भन्यो 0 to 9 सम्म हुन्छ अब त्यसको बाइनरीमा लिएर जाँदा बाइनरी जस्तो एउटै नम्बरको पनि 2 3 वटा बिट हुने भयो अनि अब 8 वटा बिट भयो भने त्यसलाई बाइट भन्छ नर्मली 4 वटा भयो भने चाहिँ त्यसलाई निबल भन्छ सो यसको लोएस्ट भनेको चाहिँ निबल हो नर्मली बेस्ट आन्सर भनेको निबल भयो अनि BCD numbers are useful whenever data information is transferred into or out of the system. BCD चाहिँ कतिखेर हेल्पफुल हुन्छ त भन्दाखेरि डेसिमल हुँदाखेरि BCD भनेको चाहिँ युज टु रिप्रेजेन्ट डेसिमल नम्बर सिस्टम इन डिजिटल सिस्टममा चाहिँ डेसिमल सिस्टमलाई रिप्रेजेन्ट गर्नको लागि आएको चाहिँ नम्बर भनेको BCD हो बाइनरी कोडेड डेसिमल इट मेक्स इट इजियर टु ट्रान्सफर डिस्प्ले अर प्रोसेस डेसिमल इन्फर्मेसन विदाउट कन्भर्टिङ टु प्योर बाइनरी while computer work internally in binary BCD ensures decimal data is preserved accurately during input output operation. So यसको आन्सर भनेको भयो डेसिमल अनि त ASCII कोड फर 7 बिट फर ASCII कोड इज फर 7 बिट कोड फर ASCII भ्यालु भनेको चाहिँ के को लागि हुन्छ त भन्दा लेटरको लागि हुन्छ अरु सिम्बल अदर सिम्बल एन्ड नम्बर सबैको लागि हुने भएको भएर यसको चाहिँ आन्सर भनेको अल अफ हो ASCII भनेको चाहिँ अमेरिकन स्ट्यान्डर्ड कोड फर इन्फर्मेसन इन्टरचेन्ज इज अ 7 बिट कोड हो जसले चाहिँ रिप्रेजेन्ट गर्छ लेटर्स A to capital A to Z स्मल A to Z अनि नम्बर 0 to 9 अदर सिम्बल्स भनेको लाइक पंक्चुएसन मार्क्स एन्ड कन्ट्रोल क्यारेक्टर्स दैट्स व्हाई ASCII इज वाइडली युज्ड फर टेक्स्ट रिप्रेजेन्टेसन इन कम्प्युटर अनि त्यसपछि छ बाइनरी नम्बर
10000101 हैज डट बाइट्स भनेको छ हैन। अब यसमा कतिवटा बिट छ भने हैन, कतिवटा बिट भने कतिवटा नम्बर छ 1 2 3 4 5 6 7 8 वटा छ। 8 बिट इक्वल टु 1 भाइ, त्यही भएर आन्सर भनेको 1 अप्सन ए। हाउ मेनी बाइट्स आर देयर इन 1011 1001 1010 1110 यसमा कतिवटा बिट छ भन्दा 4 4 4 4 भनेको 16 16 भनेको चाहिँ 1 बिट इक्वल टु 1 सरी 8 बिट इक्वल टु 1 बाइट, सो 16 बिट इक्वल टु 2 बाइट, त्यही भएर आन्सर भनेको हाम्रो अप्सन सी 2। त्यसपछि व्हाट इज द डेसिमल इक्विभ्यालेन्ट अफ 2 को पावर 10? 2 को पावर 10 भनेको 2 * 2 * 2 * 2 * 2 गर्दै जाँदाखेरि 2 को पावर 10 भनेको चाहिँ हाम्रो आउँछ, त्यो आन्सर आउँछ 1024 भन्दाखेरि 2 * 2 * 2 * 2 गर्दै जाँदाखेरि जस्तो 2 * 2 भनेको 4 4 * 2 भनेको 8 8 * 2 भनेको 16 16 * 2 भनेको 32 32 * 2 भनेको 64 64 * 2 भनेको 128 128 * 2 भनेको 256। यस्तै गरी गरी हुँदै जाँदाखेरि 10 चोटि मल्टिप्लाई गर्दा चाहिँ 1024 भनेर आउँछ। हामी नेक्स्ट क्वेसन हेर्छौँ। अब व्हाट डज 4k रिप्रेजेन्ट भनेको छैन। 4k भनेको चाहिँ जस्तो कस्तो हो भन्दाखेरि 1k भनेको 2 को पावर 10 हो हैन, त्यो भनेको 1024। अब 4k भनेको 2 * 1k सरी 4 * 1k 4 * 1024 भनेको 4096 आउँछ। अनि त्यसपछि एक्सप्रेस 8192 इन के युनिट्स भनेको छैन। 8192 लाई चाहिँ केमा कसरी एक्सप्रेस गर्ने त? हाम्रो जस्तो नर्मली के हुन्छ भन्दा इफ हामीले के भनेको 1000 सपोज गर्ने हो भने इफ 1000 इक्वल टु 1k हो भने 8192 1 भनेको कति हो त 1/1000 के, अनि 8192 भनेको के हुन्छ 1/1000 इन्टु 8192 हुन्छ नि। सिमिलरली अब यसमा पनि के हुन्छ भन्दाखेरि अब 8192 लाई केमा रिप्रेजेन्ट गर्दाखेरि 8192/1024 हुन्छ। हाम्रो नर्मली पो 1000 हुन्थ्यो, अहिले 1k भनेको कति हो यो, सो यो नर्मली युनिटरी मेथड गर्दाखेरि अनि 8192/1024 गर्दाखेरि हाम्रो आउने आन्सर भनेको 8k हो। यो भनेको इफ हाम्रो 1000 मात्रै हुन्थ्यो भने यति आउँथ्यो, 1000 भन्दा अलि बढी छ 1024 छ, सो यो आन्सर आउँछ 8k आउँछ। मल्टिप्लाई हैन, कहिले हामीले डिभाइड गर्नुपर्छ, युनिटरी मेथड छ यसमा, अरु केही पनि छैन। सल्भ द भ्यालु फर इक्वेसन अफ x यो भनेको हामीले उसमा दिएको छ के रे बाइनरीमा, हामीले डेसिमलमा लिएर जानु पर्यो। यसको एउटा चाहिँ कसरी गर्न सकिन्छ त, जस्तो यसरी दिएको छ भने 110 0101 यो भनेको 1 * 2 + 1 * 2 + 0 * 2 + 0 * 2 जुन हामीले नर्मल गर्थ्यो प्लस 1 * 2 + 1 0 * 2 + 0 * 2 + 1 * 2 यो 0 पावर 1 2 3 4 5 6 7 गरेर 2 को पावर 7 + 2 को पावर 6 प्लस यो 0 भइहाल्यो यो 0 भइहाल्यो प्लस 2 को पावर 3 + 0 + 0 + 2 को पावर 0। यसरी यो एउटा नर्मल हामीले पहिले गरेको सोलुसन भयो। अर्को चाहिँ के हुन्छ भन्दाखेरि यो भन्दा पुरा सेम हो, यतैबाट आएको सोलुसनमा हाम्रो के छ 2 को पावर 0 भने 1 2 4 8 16 32 64 128 भनेर यसरी लेख्ने हैन। अब जो कता कता हाम्रो के छ भन्दा फर्स्ट 0 पोजिसनमा हाम्रो कति छ 1 छ, अनि सरी यता 1 छ, अनि त्यसपछिको भने दुईटा 0 त्यसपछिको 1 त्यसपछिको दुईटा 0 त्यसपछिको 1 1 भन्न खोजेको 128 + 64 + 8 + 2 + 1 गरेर जुन आन्सर आउँछ त्यो भनेको 201 आउँछ। त्यो यो प्रोसेस गर्दा पनि हुन्छ, यो प्रोसेस गर्दा पनि हुन्छ, यो गर्नको लागि चाहिँ यो याद हुन पर्यो। फर्स्टमा 1 हुन्छ, त्यसपछि 2 को पावरहरु 2 सुरुमा 2 पावर 0 2 पावर 1 2 पावर 2 2 पावर 3 2 पावर 4 2 पावर 5 2 पावर 6 2 पावर 7 गरेर हुन्छ। त्यसपछि 2 पावर 8 2 पावर 9 अब एक्स्ट्रा धेरै एउटा कति बिट छ त्यसमा डिपेन्ड गर्छ। त्यसरी गर्ने कि यसरी गर्ने आन्सर आउने सेम जुन सजिलो लाग्छ त्यही गर्ने। उसमा चाहिँ लाइसेन्समा छिटो गर्न पर्यो भने चाहिँ यो प्रोसेस चाहिँ सजिलो 1 2 4 8 16 32 64 128 256 यसरी गर्दै जाने। लाइक माइक्रो प्रोसेसर एज मेमोरी लोकेसन 0 देखि 3FFS सम्म छ भनेको एक्समा चाहिँ इज मेमोरी लोकेसन स्टोर 1 बाइट हाउ मेनी बाइट्स क्यान बी स्टोर्ड एक्सप्रेस इन किलोबाइट भनेको छैन। यसलाई सल्भ चाहिँ कसरी गर्ने भन्दा 0 देखि हाम्रो स्टार्ट भएको छ। फर एक्जाम्पल हाम्रो 16 वटा मेमोरी एड्रेस छ भनेको 0 देखि 15 सम्म छ भनेको हैन। अनि सो हामीले 0 त 0 हुन्छ, अनि अर्को भनेको 3FFS को जुन 16 हुन्छ त्यसलाई चाहिँ हामीले फर्स्टमा डेसिमलमा लिएर जान्छ। त्यो डेसिमलमा लिएर जाने भनेको एउटा तरिका छ 16 + f भनेको हाम्रो 15 हो 15 * 16 + 15 * 16 + FFH एच भनेको चाहिँ हाम्रो ओके यहाँनिर मैले एच भनेको चाहिँ हेक्साडेसिमल भन्न खोजेको थिएँ, हाम्रो एफसम्म मात्रै हुन्छ। सो यो बेसमा 16 लेख्नुपर्छ यति हुन्छ। सो यसको पावर 0 1 2 यो भनेको 3 * 16² + 15 * 16 + 15 यो भनेको हाम्रो आन्सर आउँछ 16383 भनेर आउँछ। यतिवटा भनेको हाम्रो जस्तो हाम्रो कतिवटा लोकेसन भयो भन्दाखेरि यतिवटा लोकेसन आइरहेको छैन, तर हाम्रो 0 बाट स्टार्ट भइरहेको छ। 0 देखि 15 भनेको कतिवटा लोकेसन हो 16 वटा लोकेसन हो भने यतिवटा भनेको +1 गर्नु पर्यो। हामीले कतिवटा लोकेसन छ भनेर थाहा पाउनु 16384 हाम्रो यतिवटा चाहिँ लोकेसन छ हैन। कति बाइट चाहिँ स्टोर हाउ मेनी बाइट क्यान बी स्टोर एक्सप्रेसन किलोबाइट किलोबाइटमा चाहिँ गर्न चाहिँ 1 किलोबाइट भनेको अगाडिको प्रोसेस 1 KB भनेको 1024 अनि सो अब यसमा 1 बाइट भनेको 1/1024 KB अनि 16384 भनेको बाइट भनेको चाहिँ 16384 डिभाइड बाइ 1024 यो भनेको आउँछ 16 KB। सो हाम्रो आन्सर भनेको 16K हुन्छ। यसमा सो हेरि जान्छ यो भनेको 16,384 भनेर जुन आन्सर आएको छ यसको आन्सर भनेको 16 KB हुन्छ। अनि अब हामीलाई चाहिँ KB भन्दा नि केमा दिएको रहेछ केमा निकाल्न भन्ने रहेछ।
अनि अगाडिको फर्ममा दिँदाखेरि चाहिँ 16,38416 भनेर चाहिँ यो चाहिँ हाम्रो आन्सर भयो। एकचोटि फेरि भन्छु, हाम्रो जुन 3FF छ यसलाई चाहिँ हामीले लिएर जाने डेसिमलमा लिएर जाने 316,383 यतिवटा चाहिँ मेमोरी लोकेसन आउँछ हाम्रो। मेमोरी लोकेसन भन्न खोजेको 16,383 मेमोरी लोकेसन आउँछ। तर यो 0बाट स्टार्ट भएको भएर यहाँ एक्जाम्पल चाहिँ 0 देखि 15 सम्म भनेको 16वटा लोकेसन हो भनेको, लास्टमा 1 थपे जस्तो। त्यही भएर 0 देखि स्टार्ट भएको भएर हाम्रो 16,384 वटा लोकेसन छ। अनि यो एउटा लोकेसन मेमोरी लोकेसन इक्वल टु 1 बाइट भनेर हामीलाई दिएको छ, 1 बाइट। अनि अब हाम्रो 1 KB भनेको 1024 मेमोरी लोकेसन भनेको 1024 बाइट हो। अनि त्यसपछि 1 KB अब 1 बाइट भनेको 1 बाइट 1024 KB भयो। अनि 16,384 KB भनेको सरी बाइट भनेको चाहिँ 16,384 डिभाइडेड 1024 यो भनेको 16 KB आउँछ। अनि यो अप्सन चाहिँ हामीले केबीमा नदिएर यसमा दिएको भए 16,384 यो पोइन्ट हुनुपर्छ सायद होइन, त्यसपछि मिल्थ्यो। अनि त्यसपछि हाम्रो छ इफ अ माइक्रो प्रोसेसर एट 64 के मेमोरी वाट आर द हेक्साडेसिमल नोटेसन फर द फर्स्ट एन्ड लास्ट मेमोरीको लागि चाहिँ हेक्साडेसिमल नोटेसन के हुन्छ भनेको छ होइन। अनि अब हामीसँग चाहिँ के छ त भन्दा 64 के को चाहिँ मेमोरी छ, हामीसँग 64 के को मेमोरी छ। 1 के भनेको 1024 बाइट। अनि त्यसपछि 64 के भनेको 64 × 1024 भनेको 65,536 वटा बाइट हुन्छ। टोटल यतिवटा बाइट भयो होइन। अनि फर्स्ट लोकेसन चाहिँ कताबाट छ भनेको छ हाम्रो जहिले पनि स्टार्ट हुन्छ फर्स्ट र लास्ट लोकेसन भने फाइन्ड गर्न भन्छ। फर्स्ट लोकेसन चाहिँ हाम्रो जहिले पनि स्टार्ट हुन्छ 0बाट, भन्न खोजेको 0000 यसबाट चाहिँ स्टार्ट हुन्छ। अब लास्ट लोकेसनको लागि चाहिँ फर लास्ट लोकेसन जस्तो हाम्रो 16वटा लोकेसन छ भनेको हाम्रो 0 देखि स्टार्ट हुन्छ भनेपछि यहाँसम्म त 15मा पुग्छ नि त। फर लास्ट लोकेसन अहिले बाइटमा हेर्दाखेरि चाहिँ कसरी हुन्छ त भन्दा 65536 -1 भनेर गर्नुपर्छ। 6553635 भनेर चाहिँ यो आउँछ होइन। यो भनेको त हाम्रो डेसिमलमा चाहिँ डेसिमलमा चाहिँ हामीले एक्समा लिएर जान्छ 535 16 गर्दै लिएर जाँदाखेरि 16 भनेको 4094 भनेको 15 आउँछ। 4094 लाई 16 ले गर्दाखेरि 225 यो फेरि 15 आउँछ। यो भनेको एफ, यो भनेको एफ। 16 लाई फेरि 225 ले गर्दाखेरि 60 सरी अनि 15 रिमाइन्डर फेरि एफ। अब 16 1 जा भनेको 0 रिमाइन्डर भनेको एफ एफ 0 एफ 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 एस भनेको चाहिँ हेक्साडेसिमल हुन्छ। सो ओके यता थोरै मिस्टेक भएछ। अनि 16 15 जाए 15 रिमाइन्डर आउँछ अनि 0 हुँदाखेरि 15। सो यता भनेको एफ 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 भनेको 4 टाइप। सो हाम्रो अप्सन बी चाहिँ करेक्ट हुन जान्छ। अनि त्यसपछि अर्को हाउ मेनी निबल्स आर देयर इन 1001 001 भन्न खोजेको हाम्रो कतिवटा हुन्छ भन्दा 4 बिट इक्वल टु 1 निबल। त्यही भएर यसमा हामीसँग कतिवटा चाहिँ 12वटा बिट छ भनेको 12 / 4 भनेको 3 वटा चाहिँ निबल हुन्छ। अनि वाट इज द आस्की भ्यालु फर टी, टीको आस्की भ्यालु भनेको चाहिँ 64 हो यसको नम्बर। अनि आस्की भ्यालु 64 लाई बाइनरीमा लिएर 10101000। अनि अ गेट इज अ लजिक गेट विथ 1 or more इनपुट सिग्नल बट डटर आउटपुट सिग्नल। नर्मली लजिक गेटमा चाहिँ 1 or more चाहिँ इनपुट सिग्नल हुन्छ, आउटपुट भनेको चाहिँ एउटा मात्र हुन्छ, एउटा आउटपुट सिग्नल हुन्छ। त्यही भएर अप्सन बी भनेको चाहिँ हाम्रो करेक्ट आन्सर हुन्छ। एन इन्भर्टर इज अ गेट विथ ओन्ली डटर इनपुट द आउटपुट इज अलवेज इन द अपोजिट स्टेट अफ द इनपुट। इन्भर्टरको चाहिँ कस्तो हुन्छ भन्दा इन्भर्टर भनेको चाहिँ नट गेट हो। हाम्रो यसो कस्तो हुन्छ भन्दा इन्भर्टर भनेको दिस नट गेट इफ याद आयो होला। यसमा चाहिँ एउटा एच छ भने यता भनेको एक्स बार आउटपुट आउँछ। जस्तो यता 1 दियो भने यता 0 आउँछ, 0 दियो भने 1 आउँछ। अनि यसको चाहिँ एउटा इनपुट हुन्छ, एउटा आउटपुट हुन्छ। अब यसमा चाहिँ कतिवटा भनेको चाहिँ इन्भर्टर इज अ गेट विथ ओन्ली 1 आउटपुट द आउटपुट इज अलवेज अपोजिट स्टेट अफ फ्रम द इनपुट त्यो भनेको 1। अनि द इन्भर्टर इज अल्सो कल्ड मैले भने नट गेट। अनि अर गेट हेज 2 or more इनपुट सिग्नल इफ एनी इनपुट इज हाई द आउटपुट इज हाई है। जस्तो अर गेटको ट्रुथ टेबल भनेको 0 0 हुँदाखेरि 0 हुन्छ, 0 1 हुँदाखेरि 1 हुन्छ, 1 0 हुँदाखेरि 1 हुन्छ, 1 1 हुँदाखेरि 1 हुन्छ। अनि त्यसपछि the number of input words in the truth table always equal dot when where n is the number of input bits. सो यसमा ट्रुथ टेबल भनेको चाहिँ कस्तो हुन्छ भन्दा एउटा पोसिबल कम्बिनेसन जति पनि हुन्छ नि। फर इक्जाम्पल हामीसँग चाहिँ यसरी आन्सर दिनुभन्दा पहिला हामीसँग 2 बिटको छ भने आउटपुट हाम्रो एउटै हुने। अब एक्स र वाइ छ भने हामीसँग पोसिबल कम्बिनेसन के हुन्छ, हामीसँग त 0 1 हो। पोसिबल कम्बिनेसन भने एउटा 0 0 होला, एउटा 0 1 होला, एउटा 1 0 होला, एउटा 1 1 होला। भन्न खोजेको दुईवटा हामीसँग सिग्नल छ भने दुईटा बिट छ भने कि त दुईटै लो हुन सक्छ, कि त एउटा हाई हुन सक्छ, कि त अर्को वाला हाई हुन सक्छ होइन। दुईटामा एउटा जस्तो वाइ हाई हुन सक्छ अरू एक्स हाई हुन्छ, कि त दुईटै हाई हुन सक्छ। यतिवटा पोसिबल कन्डिसन हो नि त। अनि आउटपुट के आउँछ भन्यो भने इफ त्यहाँ 3वटा बिट छ भने 3वटा बिट छ भने चाहिँ एक्स वाइ जेड भनेको छ भने 0 0 0 तीनटै लो, एउटा हाई बिचको वाला हाई और फर्स्टको वाला हाई और फर्स्टको वाला लो दुईटा। अब चाहिँ कस्तो भन्दा फर्स्टको वाला हाई अनि लास्टको वाला हाई, फर्स्टको वाला हाई सेकेन्ड वाला हाई अनि त्यसपछि लास्ट वाला 1 1 1 भन्दा चाहिँ 3टा हाई। यतिवटा 8वटा कम्बिनेसन 3 4 5 6 7 एउटा छुट्यो है 0 0 1 0 0 1 0 1 1 1 0 1 एउटा चाहिँ यस्तो 3वटा छ भने उसमा फेरि 3टै लो एउटा हाई भनेको यो यिनीहरुमा जुन पनि हाई हुन्छ के यो एउटा हाई भएको कन्डिसन भयो। अनि अर्को भनेको दुईटा हाई, यो दुईटा हाई हुन सक्यो और यो दुईटा हाई हुन सक्यो और यो दुईटा हाई हुन सक्यो। अब 3टा हाई हुन सक्यो।
सो यो 8वटा कम्बिनेसन हुन्छ भन्नु चाहिँ हाम्रो कतिवटा कम्बिनेसन बन्यो त यता भन्दा 2 बिटको चाहिँ कतिवटा बन्यो 4वटा भनेको 2 बिट भनेको हाम्रो जहिले त 2 नम्बर त हुन्छ बिट भनेको चाहिँ 2 अनि अब हामीसँग 2 नै नम्बरको कम्बिनेसन हो कतिवटा बिट 3 भनेको 8वटा भन्यो भन्नु चाहिँ हाम्रो 2 को पावर n को उसमा चाहिँ कम्बिनेसन बनिरहेको छ अब यसमा चाहिँ फेरि क्वेसनमा द नम्बर अफ इनपुट वर्ड्स इन द ट्रुथ टेबल अलवेज इक्वल डट वेयर एनी द नम्बर अफ इनपुट भनेको 2 को पावर n चाहिँ हाम्रो आन्सर हो इनपुटको कम्बिनेसन चाहिँ कतिवटा बन्न सक्छ इफ n वटा बिट छ भनेको अनि द डट गेट हैज 2 or more इनपुट सिग्नल अल द इनपुट मस्ट बी हाई टु गेट हाई आउटपुट पाउनको लागि or भनेको चाहिँ हामीले माथि पनि हेर्यौँ एउटा हाई भए पुग्छ एन्ड गेटमा चाहिँ दुईटै हाई चाहिन्छ किन भन्दा 0 0 एन्ड 0 को ट्रुथ टेबल भनेको 0 0 0 0 1 0 यो इनपुट यो आउटपुट है आइपी यो भनेको यो दुईटा 1 0 0 1 1 भनेको मात्रै 1 हुन्छ अनि नेन्ड भनेको चाहिँ एन्डको जस्ट अपोजिट हो हाई हुँदाखेरि लो हुन्छ अरू बेला हाई हुन्छ अनि नोर भनेको चाहिँ अर्को अपोजिट हो अर्को जस्तो भनेको अर्को हाम्रो ट्रुथ टेबल यो थियो भने अब यो चाहिँ के यसमा हुन्छ अरू समयमा 0 हुन्छ अनि त्यो हाम्रो एन्ड चाहिँ आन्सर करेक्ट आन्सर भयो द बुलियन अलजेब्रा द ओभर बार स्ट्यान्ड फर द नट अपरेसन द प्लस एन्ड स्ट्यान्ड फर अर अपरेसन कस्तो हुन्छ भन्दाखेरि ए भनेर बी भनेर दुईटा दिएको छ ए बार भन्यो भने ए को नट हो इफ ए भनेको 0 छ भने ए बार भनेको चाहिँ ए भनेको 0 छ भने ए बार भनेको 1 हुन्छ इफ ए भनेको 1 छ भने ए बार भनेको जस्ट अपोजिट नट हो अब ए डट बी भनेको चाहिँ कस्तो हो भन्दा यो डट भनेको चाहिँ मल्टिप्लिकेसन प्रोडक्ट भनेको एन्ड हो ए प्लस बी भनेको यो भनेको सम हो सम भनेको के हो अर हो अनि इन बुलियन अलजेब्रा डट साइन स्ट्यान्ड फर डट अपरेसन एन्ड अपरेसन यता सरी देखेन त द बुलियन अलजेब्रा द डट साइन स्ट्यान्ड फर द डट अपरेसन त्यो भनेको एन्ड अपरेसन